र घटनाक्रमहरूमा के देखिँदै गइरहेको छ त भन्दाखेरि कतैतिर एउटा पक्षतिर ढल्किने हो कि भन्ने प्रकारका आशंकाहरू पनि पैदा भइरहेको छ। विभिन्न प्रकारका भ्रमणहरू, आवतजावत, भेटघाट आदि गतिविधिहरू जो बढ्दै गइरहेको छ र मान्छेहरूले आशंका गरिरहेका छन् विगत कालदेखि नै चाहिँ तपाईँको अमेरिकन सेना नेपालमा लिएर आउने, नेपालमा क्याम्प राख्ने, त्यसको लागि एसपीपी सम्झौता गर्ने र त्यो एसपीपी सम्झौता तीन दलका नेताहरूले गरेनन् विगत कालमा चाहिँ। त्यस कारणले गर्दाखेरि तीन दलका नेताहरूलाई चाहिँ एक प्रकारले प्रतिशोध लिने प्रक्रियामा चाहिँ साइज डाउन गराएर रासोपालाई अगाडि लिएर आएर चाहिँ तपाईँको एसपीपी गराउँछन् भन्ने प्रकारको मान्छेहरूमा आशंकाहरू पनि पैदा भइरहेको छ। त्यसकारणले त्यस्तो प्रकारको कुनै पनि प्रकारको सैन्य सम्झौता गरिनु हुँदैन, एसपीपी लगायतका कुनै पनि प्रकारको सैन्य सम्झौता गर्नु हुँदैन भन्ने पक्षमा हामी दृढ छौँ। त्यसको साथै चाहिँ तपाईँको नेपालका प्राकृतिक स्रोत र साधनहरूमाथि नेपाली जनताको पूर्ण अधिकार छ, पूर्ण सार्वभौम अधिकार छ। तर नेपालको प्राकृतिक स्रोतको एउटा बहुमूल्य रूपमा रहेको चाहिँ मुस्ताङको युरेनियम पदार्थको सन्दर्भमा त्यसको उत्खनन गर्ने, प्रशोधन गर्ने, त्यसको ढुवानी गर्ने, ओसार पोसार गर्ने लगायतका विषयहरूको बारेमा अमेरिका र अस्ट्रेलियाको चाहिँ एउटा संयुक्त कम्पनीलाई चाहिँ दिने तयारी चलिरहेछ भन्ने कुरा तपाईँ मिडियाकर्मी साथीहरूकै मिडियाहरूबाट आइरहेको छ। त्यसो नहोस् र त्यसले नेपालको सार्वभौम अधिकारलाई खण्डित गर्ने मात्रै होइन, त्यसको विपक्ष मात्रै होइन, बहुमूल्य प्राकृतिक स्रोत र सम्पदामाथि विदेशीहरूको दोहनको प्रक्रिया चल्ने भनेको यो गम्भीर विषय हो। त्यसकारणले त्यस्तो नहोस् भन्ने कुरामा पनि हामी सरकारसँग समयमै चाहिँ सचेत गराउन चाहन्छौँ, खबरदारी गराउन चाहन्छौँ। त्यसो नहोस् र मुस्ताङको युरेनियम पदार्थ नेपालको चाहिँ एउटा बहुमूल्य प्राकृतिक स्रोत हो। प्राकृतिक स्रोतमाथिको जनताको अधिकार हुन्छ, राज्यको अधिकार हुन्छ। कुनै पनि बहुराष्ट्रिय कम्पनीसँग, कुनै पनि विदेशी कम्पनीसँग त्यस्तो सेन्सिटिभ विषयको बारेमा चाहिँ सम्झौता गरेर विदेशी कम्पनीलाई दिने भन्ने कुरा गम्भीर प्रकारको विषय हुन्छ। त्यसो नहोस् भन्ने कुरामा पनि हामी सरकारको ध्यान आकर्षण गराउन चाहन्छौँ।